आज शनिबारको दिन हरेक वर्ष झैँ यो वर्ष पनि तिहारको अवसर पारेर हामी मगर समाज अस्ट्रेलियाको तर्फदेखि देउसी भैलो प्रोग्राम लिएर सिडनीको पनेने आइपुगेका छौँ। यो मगर समाज अस्ट्रेलियाले वर्षौँ वर्षदेखि नेपाली कला र संस्कृतिलाई जगेर्ना र जोगाउने काम गरिरहेको छ। ल यहाँ सल्लाह भइरहेको छ के कसो गर्ने भन्ने। ल अब चाहिँ देउसी भैलो सुरु हुँदैछ है त। उहाँ चाहिँ हाम्रो मेन कलाकार हेलो यो मगर समाज अस्ट्रेलियाद्वारा देउसी भैलो कार्यक्रम अब छिटै नै सुचारू हुने म जानकारी गराउन चाहन्छु। माइक टेस्टिङ हुँदैछ यहाँ। हेलो माइक खानेको स्टल पनि रेडी भइसकेको छ होइन कलाकारहरूलाई। अब चाहिँ छिट्टै नै सुरु हुँदैछ है त। ल अब भट्टाउने कार्यक्रम स्टार्ट हुँदैछ। हेलो चेक माइक चेक। कार्यक्रममा एकैछिनमा हाम्रो देउसी भैलो कार्यक्रम सुरु हुँदैछ होइन। कार्यक्रम भन्दा पनि भट्टाउने कार्यक्रम। सिनियर सिटिजनहरू होइन कलाकार ल भट्टाउन सुरु भइसक्यो है ल। जन्मदिनमा जाउँ अब तपाईँहरू पनि कृपया उठेर नाचिदिनुको लागि म पनि हार्दिक अनुरोध चाहन्छु। राम्रो लागेको छ भने तपाईँहरू पनि सँगै आएर नाच्न सक्नुहुनेछ। र यति बेला तपाईँहरू सामु हामी यो गीत सङ्ग लिएर आउँदैछौँ जसमा नृत्य गरिरहने अविनाश, त्यसै गरी जेनिसा, त्यसै गरी युसुफ, त्यसै गरी कृष्ण ज्यूलाई म अगाडि आइदिनुलाई म हार्दिक अनुरोध चाहन्छु भने कृपया सम्पूर्णले जो यस्तो डान्स पर्फर्मेन्स कस्तो लागिरहेको छ ल कस्तो के ल दाजुभाइ कस्तो लागिरहेको छ? इन्जोय भइरहेको छैन जोस देउसी भैलो अब 8-9 वर्षदेखि है। अब दक्षिणा पनि झार्नु पऱ्यो। कति वर्ष देखियो? खाना पनि रेडी हुँदैछ होइन।
हरूले यहाँ खाजा लिएर आउँदैछन् होइन कलाकार साथीहरूले म अहिले खान्छु कि लास्टमा म त अघि भर्खर खाएर आयो त्यही भएर होइन होला साथी लाग्नु पर्यो नि त नि अब हामी यहाँ सिक्किम तपाईँहरू जब रेडी हुन्छ यति खाना खाने दिनु पऱ्यो नि अहिले कलाकारले त नाच्ने मान्छेहरू त हाम्रो लेट नोटिस ल अब आशी दिँदैछौँ है अब यो घरदेखि अरू घरमा जानेछ यहाँ चाहिँ कार्तिकी दक्षिणा पनि रेडी हुँदैछ है त मित्रहरूले खाना खानु पाउनुहुन्छ। तपाईँहरू अझै पनि नाच्न सक्नुहुन्छ भने म पुनः तपाईँहरूको लागि